पेन आएको 2 हप्ता पनि भएको छैन। अब हामी फेरि कोठा चढ्नेवाला छौँ आज। के भयो भन्नुहुन्छ भने मैले यहाँ आएर सुरुचोटि म यहाँ आइपुगेँ अनि यहाँ आइसके पछाडि त सुरुमा आएको अब गाडीमा लाएर आएको लुगाहरू हुन्छ केहरू हुन्छ होइन। अब यहाँ उनीहरूले ओछ्याएको तन्ना त्यत्तिकै नधोइकन उयो गर्ने भएन अनि त्यो तन्नाहरू धुनु हाले एकचोटि भयो होइन। अनि अब अर्कोचोटि चाहिँ अलिक दिन पछाडि लुगा धुनु गएको, यति लुगा मात्रै मेसिनमा हालेर घुमाउने यसो गरे पछाडि त कहाँ भयो त नि हाम्रो पैसा सकिहाल्छ नि त, बिजुली बिल उठिहाल्छ नि त भनेर कराएँ। कस्तो चित्त दुखो। अनि त्यसरी लुगा मेसिनमा लगेर हालेको पनि निकालेर फिर्ता लिएर आएँ। अनि फिर्ता लिएर झोलामा राखेँ। अनि 2 दिन भेला पारेँ फेरि अरू लुगा पनि। अनि भेला पारेको फेरि ब्ल्याङ्केट पनि भयो। अब ब्ल्याङ्केट टावल अनि त्यसरी त्यो आफ्नो लाउने लुगा सेतो कपडा अनि त्यसरी फिर्ता लिएर आएँ। अनि 2-4 दिन जम्मा गरेर फेरि मैले लुगा हाल्नको लागि लिएर गएँ। अनि त्यसरी घरको आमा चाहिँ फुस्स निराइजिन् खाटमा होइन त। अनि उसकी सानो छोरी थिइन्। अनि उनीहरूले चाहिँ मेसिनमा लुगा हालेर राखिराखेको हुन्छ कि ताकि लुगा हाल्ने बेला चाहिँ बोलाओस् भनेर रहेछ क्या। अनि मैले छोरीलाई भने लुगा निकाल्दैन म लुगा हाल्छु भने। अनि त्यो छोरीले त थपक्क निकालिहाल्यो। अनि त्यसरी मैले लुगा हालेँ, एकचोटि घुमाएँ अनि अर्कोचोटि ब्ल्याङ्केटहरूको लागि पालीमा राखेको थिएँ। अनि भरे त अनि बुढी बिउजेपछि त आएर हेर्छु त लुगा मेसिन, ओ माई गड यति लुगालाई 2 चोटि धुने 2 चोटि के भनेको। मलाई त कराएँ। अनि मैले भने आमै यो लुगा छुट्टै हो त्यो लुगा छुट्टै हो, मैले एकै ठाउँ मिसाएर धुन सक्दिनँ हेर भनेर भन्छु, सम्झाउँछु, बित्तिकै सम्झिनै मान्दिनँ आमै त। अनि त्यसरी हामी पुरै माया अब राम्रोसँगले बस्ने के भन्छ उनीहरू पाकिस्तानको हो नि त। अनि त्यसरी उनीहरूले चाहिँ लाइक हामी राम्रोसँगले बस्ने मेलमिलाप गरेर बस्ने भनेको हम बहुत अच्छा दिल का है अनि अच्छे से मतलब अच्छे से हम रहना चाहते हैं, हम प्यार से रहना चाहते हैं भनेर भन्नु नि त। अनि त्यसरी क्या करें हम भी प्यार से रहना चाहते थे पर क्या करें सब हमारा प्यार ये वाशिङ मसिन ले गया भनेको कि मैले हम भी चाहते थे वही चाहते थे पर क्या करेगा सब कुछ ये वाशिङ मसिन ले गया त। अनि उसले बुझेन जस्तो लाग्यो मलाई फेरि। अनि मैले भने आन्टी हम भी बहुत प्यार करना चाहते पर क्या करेगा सब ये वाशिङ मसिन खराब कर दिया भनेर भने मैले। अनि त्यसरी त्यतिकै लाइक जोक पाराले चाहिँ मैले रिप्लाई दिएँ। अनि त्यसरी भयो। तर बुढी चाहिँ लास्टै रिसाएको थिइन्। भरे त मेरो बुढा ड्युटीबाट आउनु भयो नि, आइसकेपछि त ल हामी त गरिब मान्छे हो, हामी त्यसरी पैसा पनि तिर्न सक्दैनौँ, बिल पनि तिर्न सक्दैनौँ, ल ठिक छ तिमीहरू यो अब आउने महिनामा त लास्टमा त निस्केर जा। अनि बुढा आउनुहुन्छ अनि आएर ड्युटीबाट सिधै आएर त्यसरी के भन्यो भन्नुहुन्छ मलाई। के भन्यो मैले किन के भयो भनेर भनेको। अनि अब निस्केर जा भनौँ, अब यस्तै हो अर्काको देशमा भाडामा बसे पछाडि तिमी अलिकति उयो गर्नुपर्छ नि भन्नुहुन्छ मलाई त। अनि म जस्तो गरेर पहिला मेरो कुरा त सुन, मलाई सोधेको छैन के भयो भनेर, मैले के गरेँ भनेर। अनि सुन्दै नसुन्नु मलाई आउनु बित्तिकै गाली गर्नु त चित्त दुख्दैन। अनि मैले चित्त दुख्दैन मेरो। अनि यसरी गाली त नगर न त। अनि पहिला सुन, मलाई सोध त तिमी, म त तिम्रो बुढी हो नि त। अनि उसको कुरा सुनेर मलाई गाली गरे हुन्छ त। मलाई त नि आएर अनि के भयो भनेर सुरुमा मलाई सोध्नुपर्छ। अनि त्यसरी मैले यस्तो यस्तो भयो भनेर सबै कुरा भन्नुपर्छ। अनि भनिसके पछाडि मेरो सपोर्ट गर्नुपर्छ होइन त। त्यस्तो केही छैन। विदेश भनेको यस्तै हो ब्रो, हामी पनि विदेशमै बसेको, यत्रो वर्ष भयो विदेशमै छौँ। त सल्याक्क भइहाल्यो है। त्यही पनि काम डाम रची विकास दिस इज योर बुढा भनेर आफूलाई काम गरेर तिमीले मलाई गाली गर्यौ भनेर रिसाएर बसेँ। तर त्यो रिसाएर बसेर भएन। अनि त्यसरी एक्सप्लेन गरेँ यस्तो यस्तो भयो भनेर। अनि एकछिनमा चाहिँ कुरा बुझ्नु भएछ नि, बुझेपछि ल ल ठिक छ केही छैन भन्नु भएर टिङ फोन गरेँ, भाइ ल सबलाई त्यो राति नै ल। अनि सबै भाइहरू पनि टेन्सनमा, ल दिदीलाई गाह्रो भयो बेनालाई गाह्रो भयो भनेर सबैजना लो टेन्सनमा। अनि एनिवेज टेन्सन दूर भयो, हामीले रुम पायौँ। अनि अब रुम चाहिँ सर्नुपर्ने छ नि अहिले। अनि त्यति गाली गरिसक्यो हामीले रुमबाट जा भने। अनि त्यसरी अहिले चाहिँ अब हामी हिजो बेलुका हामीले इन्फर्म गऱ्यौँ हामी भोलि जान्छौँ भनेर।
हेर तिमी त मेरो भाइ जस्तो मान्छे हो, तिमी यस्तो मान्छे हो, तिमी जान्न भने पनि नजाऊ, हामी राम्रो छौँ क्या, हामीलाई थाहा छ। तिनीहरूले पनि थाहा पाएछन्। 2 हप्ता बसेपछि त सुरुकै हप्तामा गाली गरिहाल्यो हामीलाई। अर्को हप्ता बसिसक्दा त यिनीहरू त मान्छे राम्रै रहेछ, सानाक सिनिक पनि पार्छ, चिटिक्क पनि गर्छ, हो हल्ला नि गर्दैन, बुढाबुढी झगडा नि गर्दैन भनेर त मान्छे राम्रो भनेर थाहा पाएपछि त उनीहरूलाई पनि किन चाहिँ छोडौँ लाग्छ होला त। तिमी मेरो भाइ जस्तो मान्छे हो, यताउति केही छैन, बस, अब यो नगर भन्दै फकाउँदो रहेछ। 5 दिन हामी पनि गरेर थुकेको छौँ, 4 दिन। त्यस्तो नै होइन कि हुनुको लागि चाहिँ अब विदेशमा त्यस्तो इगो लिने कुरा भएन। तर हामीले चाहिँ बुक गरिसकेको थियौँ हाम्रो लागि भनेर चाहिँ भाइले रुम छोडेर जानु लागेको छ। अनि त्यसो गरेर बुक गरेको रुममा हामीले हुँदैन भने फेरि उता क्यान्सल गरेर यता बस्ने कुरा भएन नि त। मानव त के हामी त्यस्तो ज्ञानी छौँ नि त मान्छे। अनि त्यस्तो भयो। अनि आज पोको पार्नुपर्ने, रुमको हालत यस्तो बिजुक छ, यो सामानहरू ओ माई गड। अनि अस्ति 2टा लगेज र ब्याग चाहिँ भाइहरू आएर लिएर गए। दिदी भनेर पनि पुरा ठुलो फाइदा भएको छ भाइ। के भयो भने भाइ दिदीलाई हामी गरिदिइहाल्छौँ नि भन्छन् भाइहरूले पनि। लास्टमा आएको रहेछ मलाई भाइहरूले। अनि अब अहिले फेरि आउँदैछन् अरे उनीहरू सामान लिनको लागि। त्यो दिदी छिटो गरेर सामान पोको पारेर राखेँ, हामी आउँछौँ भनेर भनेको छन्। सो रेडी भनेर राख्नुपर्ने छ। आज फेरि कोठा सर्ने। अनि हामी चाहिँ यहाँ बसेको थियौँ। यहाँ चाहिँ ठुलो झ्याल थियो क्या, ठुलो झ्याल थियो। यहाँ चरा सुगाहरू कराउँछ, कुचु गर्छ, कुचु तुम कहाँ हो भन्छौँ यहाँनिर। सुगाहरू कराएर कति आनन्द लाग्दो ठाउँ छ हेर्नु ल, म देखाउँछु बाहिर। यस्तो ठाउँ छ क्या, राम्रै छ, झ्याल ठुलो छ, आनन्द लाग्दो ठाउँ छ। बट के गर्नु, हामी फेरि सर्न। ओहो मेरो नेपालको झर्ना त म बिर्सिन्छु होला। ओ माई गड। ल 2 हप्ता पनि नभइकन कोठा सर्नु परेको अवस्था छ। यस्तै हो साथीहरू, विदेश भनेको।